हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। मैले भर्खरै नेपाली चलचित्र उनको स्वेटर हलमा हेरेर आएको छु। यस चलचित्र चाहिँ आर्ट मान्डोको प्रोडक्सनमा बनेको छ भने नवीन चौहानद्वारा निर्देशित रहेको यस चलचित्रमा विपिन कार्की, मिरुना मगर लगायत विभिन्न कलाकारहरूको अभिनय रहेको छ। यस भिडियो बनाउनुभन्दा अगाडि धेरैजना रिभ्युअरहरूले यस मुभीको बारे पोजिटिभ रिभ्यू दिइसकेको अवस्था रहेको छ भने सो रिभ्यू भिडियोको केही कमेन्ट सेक्सनमा भने केही कमेन्टरहरूले केही भ्युअरहरूले मुभी सम्बन्धी अलिकति गुनासो पोखेको, इन्डिङ अलिक चित्त नबुझेको, कसैलाई चाहिँ हलमा बस्नै अल्छी लागेको लगायतका कमेन्टहरू दिएका छन् भने केहीले चाहिँ भने पार्ट 2 को पनि पर्खाइमा रहेको जस्ता प्रतिक्रिया दिएको छ। अब मलाई चाहिँ को मुभी कस्तो लाग्यो यस भिडियोमा भन्न गइरहेको छु। चलचित्रको कथावस्तुको कुरा गर्नु पर्दाखेरि चाहिँ यस चलचित्रको स्टोरी टेलिङ चाहिँ सलल्ल बगेको पानी जस्तै छ। त्यो भन्दैमा चाहिँ यो चलचित्रको कथावस्तु क्रोनोलोजिकल अर्डरमा भन्ने छैन। पास्ट र प्रेजेन्टलाई अगाडि पछाडि गरेर देखाए तापनि त्यसको भाइब्सहरू एकदमै इन्टरकनेक्टेड छ। तपाईँले एकदमै कथालाई चाहिँ कनेक्ट भएको महसुस गर्नुहुन्छ। अभिनयको कुरा गर्नु पर्दाखेरि त पुरै छोडिदिउँ, विपिन कार्कीको अभिनय एकदमै उत्कृष्ट रहेको छ। त्यसै गरी मिरुना मगरको पनि एकदमै उत्कृष्ट अभिनय छ। अब योभन्दा अगाडि मिरुना मगरले आफूले पाएको भूमिकामा के कस्तो अभिनय गरेको थियो त्यो त तपाईँहरूलाई थाहा छँदैछ। विपिन कार्कीको पनि तपाईँहरूलाई थाहा छँदैछ। त्यो बाहेकका अन्य कलाकारहरूको पनि तपाईँले चाहिँ अब तपाईँले चाहिँ अब हेर्न सक्नुहुन्छ। सबैजनाले चाहिँ एकदमै न्याय गरेको छ। नयाँ कलाकारहरूले त पनि एकदमै उत्कृष्ट अभिनय गरेको छ। चलचित्रको म्युजिकको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ यस चलचित्रका म्युजिक डाइरेक्टर हुन् सुजन चापागाई। चलचित्रले जुन कथावस्तुले अगाडि बढाउन खोजेको छ यसै त राम्रो छ। त्यसैमाथि ब्याकग्राउन्डमा अनि चलचित्रका गीत सङ्गीतमा सुजन चापागाईको जादुमय सङ्गीत अनि स्वरले चाहिँ थप हुँदाखेरि एकदमै तपाईँलाई चाहिँ झन् कता कता मन छोएको महसुस हुन्छ। एकदमै पर्फेक्टली म्याच भाइब्सहरू एकदमै म्याच गरेको छ। यसले चाहिँ झन् सुनमा सुगन्ध थपेको महसुस गरेँ। त्यही भएर सुजन चापागाईको कामलाई चाहिँ मलाई एकदमै राम्रो लाग्यो। आगामी दिनहरूमा पनि सुजन चापागाईलाई चाहिँ यस्तै जादुहरू चाहिँ छँदै जानु होला भन्ने शुभकामना म दिन चाहन्छु। चलचित्रको सिनेमाटोग्राफीको कुरा गर्नु पर्दाखेरि चाहिँ यस चलचित्रका सिनहरूको एभ्री डिटेलिङमा एकदमै ध्यान दिएको छ। तपाईँले एकदमै ख्याल गर्नु होला। एकदमै राम्ररी कथावस्तु अगाडि बढ्छ। तपाईँलाई कतै पनि बोर फिल हुनेवाला छैन। समग्रमा भन्नुपर्दाखेरि यस चलचित्र एकदम राम्रो बनेको छ। मलाई चाहिँ यसको बेस्ट पार्ट भनेको इन्डिङ नै लाग्यो होइन। एकदम पोइटिक इन्डिङ छ। यदि तपाईँलाई यस्तै पोइटिक इन्डिङ मनपर्छ भने यो मुभी चाहिँ तपाईँकै लागि बनेको। त्यही भएर हेर्नलाई नछुटाउनु होला। र तपाईँ चाहिँ लामो समयदेखि राम्रो नेपाली चलचित्रको प्रतीक्षामा हुनुहुन्छ भने अब प्रतीक्षाको घडी समाप्त भइसकेको छ र अहिले नै यस चलचित्र हेर्ने तयारीमा रहनु होला, प्लान बनाउनु होला होइन। यस चलचित्र चाहिँ हेर्न नछुटाउनु होला। के थाहा फेरि अर्को यस्तै राम्रो नेपाली फिल्म कहिले बन्छ। र अन्त्यमा यस चलचित्रलाई चाहिँ सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यति भन्दै मेरो रिभ्यू भिडियो यही सकाउन चाहन्छु। धन्यवाद।